मङ्गलसेन बजारमा यतिखेर रोपाइँ चलिरहेको छ। मङ्गलसेन बजारको मुख्य सडक विगत लामो समयदेखि हिलामे बनेपछि यहाँका नागरिकलाई आवत जावतमा समस्या मात्र नभई सवारी साधनलाई समेत आवत जावतमा निकै समस्या भएपछि यहाँका स्थानीयहरूले रचनात्मक आन्दोलन स्वरूप यतिखेर रोपाइँ गर्दैछन्। विद्यार्थीहरूलाई पनि आवतजावतमा निकै नै समस्या हुने गरेको थियो। यो बाटोमा प्रत्येक दिन 2-4 जना विद्यार्थी स्कुल जाने क्रममा चिप्लेर लडेका पनि हामीले देखेका थियौँ। यहाँ रोपाइँ चलिरहेको छ। एकछिन बाबु एउटा रचनात्मक आन्दोलन भइरहेको छ। यहाँ सडक हिलामे बनेपछि स्थानीयहरू, यहाँका व्यापारीहरू, यहाँका स्थानीय बासिन्दाहरूले यो रोपाइँ गरिरहेका छन्। मङ्गलसेनको मुख्य बजारको हालत यस्तो छ देखिसक्नु भएको छ तपाईँले। यहाँ रोप्नेहरू पनि आइसकेकी छन् सबै। नागरिकबाट खबरदारी गर्नुपर्ने स्थानीयहरू निकै नै जागरुक बनिसकेका छन्। अब विकासमा निकै ढिलासुस्ती भएपछि यो एउटा सृजनात्मक र रचनात्मक आन्दोलनलाई लिएर रोपाइँ गरिरहेका छन्। बसन्तै रोपियो धान? यो फल्ने चाहिँ कहिले हो फेरि? बाउसे यता छन्, डल्लै के छ? रोपियो? फल्छ त यो? मार्सियो? ओ राजेश दाई, धान चाहिँ कुन हो? धानको बिउको नाम मार्सियो? जुम्ली मार्सियो? राधा अब मङ्गलसेन बीच बजारमै मार्सी फल्ने भयो भनेर स्थानीय नागरिक खुसी छन्। अहिलेसम्म बाटो नबनेको 67 सालमा धेरैका घरहरू फालिए, धेरैका जग्गाहरू मिचिए, तर पनि अहिलेसम्म 2082 हुँदासम्म पनि अहिले बाटो बनेको छैन। यस्तो अवस्था सङ्घ, प्रदेश, स्थानीय मानिस जिम्मेदार हुन आएको छ। सबै कार्यकाल अङ्कल धान रोप्नुभयो? कुन धान हो? मार्सी हो कि जाडो?
शिक्षकहरूलाई सबैलाई समस्या छ यो समस्या चाँडो समाधान होस् भनेर हामीले सुरुमा चाहिँ यो एउटा आन्दोलन स्वरूप चाहिँ यो आज रोपाई गरेका छौँ 32 वर्षदेखि राज गरिरहेको नेकपा एमालेले 32 वर्षदेखि राज गरेर मङ्गलसिंह नगरपालिका देखिरहनु भएको छ तपाईँले हली पनि सँगै हुनुहुन्छ, रोप्नेरा पनि सँगै छन्, रोपाई गर्ने महिला दिदीबहिनी पनि यहीँ हुनुहुन्छ। इलामी सडकमा रोपाई गरिएको छ, तपाईँ देख्न सक्नुहुन्छ। ल अब दही चिउरा कहाँ छन्, खानु पर्ला त। ए हुन्छ सर, हुन्छ। यो रचनात्मक आन्दोलनले सार्थकता पक्कै पनि पाउनेछ। निरन्तर यहाँका नागरिकले खबरदारी गरे तर पनि यो सडक बनेन। अब चाहिँ कम्तीमा पनि यहाँका स्थानीय जनप्रतिनिधिहरूको घैँटोमा घाम लाग्छ भन्ने हामीले चाहिँ अपेक्षा राखेका छौँ। कहाँ छ ल दही चावल लगाउँदै हुनुहुन्छ। हाम्रो यहाँ परम्परागत संस्कार अनुसार रोपाई सकिसकेपछि दही चावल लाउने जो परम्परा छ। सबैलाई लाग्यो र सबैलाई लाग्यो तरिका त रुपेको इच्छा त हो ल ल यहाँ लाग्यो आखिर सबैले रमाइलो खोजिहाल्छ। ल रोपाई सकिएको छ आजको लागि, फेरि अर्को वर्ष पुनः रोप्ने गरी। ल धन्यवाद।